Hello everyone, welcome back to my YouTube channel. म फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु गाइस. न्यू डे न्यू भ्लग. होप हजुरहरू सन्चै हुनुहुन्छ होला. हामी त सन्चै छैनौँ गाइस. गर्मी छ गाइस जो भर. मोरङमा धेरै गर्मी छ गाइस. ने यतातिर चाहिँ अलिअलि चिसो छ गाइस. ओ माई गड, घरमा चाहिँ ओभर गर्मी छ. धेरै पानी छ हौ पोखरीमा त. खोइ गन्दा पानी. हजुरहरूतिर कति गर्मी छ गाइस, कमेन्ट गर्नु होला. गर्मीमा पनि मलाई पसिनै आउँदैन गाइस. गर्मी मात्र लाग्छ मलाई त. किन अस्तिदेखि सुन्दैछु कि पानी पर्छ. पानी पर्दै छैन गाइस. म चाहिँ आजै पुरै ग्रिन लगाएर हरियाली बन्द भइसकेको छु. हरियाली के भन्नु गाइस. यहाँ चाहिँ म फेरि बाल्टी लिएर आएको छु साग टिप्न. यति गर्मीमा पनि काम गर्नुपर्छ मलाई. के गर्नु, बाध्यता. अलिअलि पसिना आएको छ यतातिर अलिअलि. अनि यहाँ चाहिँ मिस्टर भगतको पसिना. अहिले त सुकिसक्यो. धेरै सुक्यो. यता त हावा तिर्छ. यो पसिना म्यान, पसिना. मौसम चाहिँ पुरै यो भएको छ गाइस. के भएको छ, गुम टाइप क्या एकदम. भाग मेरो कुरा साँचो हुन्छ. बाजी त्यहाँ मोगली जैसा लग रहे हो. मोगली. म चाहिँ हरियाली बन्द भएर आएको छु आज. पुरै ग्रिन लगाएर. यहाँ चाहिँ न घामै छ केही छ. त्यही पनि यति गर्मी बाप्रे. यतातिर चाहिँ अलि हामी चाहिँ यता खेततिर आएको छौँ कि अलिअलि. यहाँ चाहिँ चिसो नै छ तर घरतिर त ओ माई गड ओभर गर्मी. पानी मात्र खान्छु हौ, पानी मात्र. भात त पानी खाओ और मुतो. सुन्छु मात्र क्या पानी पर्छ. पानी पर्दैन त. गाइस म चाहिँ श्रीअन्तुको भिडियो हालेको छैन. घुमेको हेर्नु भएको छैन भने गएर हेरिदिनु होला. ओके हेर्नु भयो. अनि मेरो पतिदेवले त हेर्नुहुन्न मेरो भिडियो. हेरिँदैन त हौ. जुम गर्ने. हेरिन्छ. आया अब हेरियो. किन दामी छ खोन त मासु. अब चाहिँ जाम फल्ने बेला भयो कि पाक्छ कि अब जाम. गाइस हेर्नु अहिले चाहिँ सानो छ. अब चाहिँ जाम पाक्छ अनि म फेरि भिडियो लिएर आउँछु. नयाँ भिडियो लिएर. यो जाम टिपेको अनि जाम खाएको. अब हामी हिँड्यौँ साग टिप्न. म चाहिँ बारम्बार सागै टिप्न आउँछु. कहाँबाट पानी आयो हो यति. फोहोर पानी. पुरै पोखरी नै भरिसक्यो. यति गर्मीमा त बारी पनि टिप्न मन लाग्दैन त है. यो भिन्डीको साग टिप्न आएको छौँ हामी. भिन्डीको साग नहीं है. मौसम चाहिँ यो छ त क्लाउडी टाइप. पानी पर्छ होला.
हजुरतिर कति गर्मी छ भनिदिनु होला। ओके, हाम्रो चाहिँ ओभरै गर्मी छ, ओभर गर्मी सिँगो भिन्डी। मैं चाहिँ 2टा घिरौला पनि टिपे, बिहानै टिपेर म पनि अलिकति हेल्प गर्दैछु गाइस। यो पतिको अलिकति यो गरिरहेछु, हेल्पिङ ह्यान्ड। असले नेछु पक्ति छुटा यो फर्सीको मुन्टो पनि छ। कहाँ पर धेरै मच्छरले टोक्छ। छैन, सानो सानो छ। ए यो चाहिँ काँक्रा हो गाइस, सानो छ सानो। ए छ एउटा। ए एउटा मात्र छ त, अरू यो छ कुर्मीको साग। म चाहिँ पहिला भात पकाउँछु, किचन पहिला नुहाउँछु। बाप रे बाप, यस्तो गर्मी, क्लाउड पनि लागिसक्यो। अब पानी आउँछ जस्तो छ कि अब फुस्का बम दिन्छ, फुस्का बम। मच्छरले त खायो रे, गर्मी लाग्यो रे धेरै। म्याचिङ आँप त तिमी जतिको भयो हो, यतिमै रोपिरहेको थियो, सानै रोपिरहेको थियो, अहिले यत्रो भइसक्यो, फुची जस्तै भयो, जतिको भयो फुची जतिको। चलो न कम्पनी देने यतै सुत्न मन लाग्छ पानीमा होइन हौ, बाहिरै हावा चलिरहेछ नि त, पानी पर्दैछ कि के कता हौ छैन। पर्दैछ त, अनि यो के पुकपुक गर्दैछ? कहाँ पुकपुक गर्दैछ? यो माछा हो, माछाको पुकपुक। डेली माछाको पुकपुक। त्यो पोखरी चाहिँ माछै छैन, माछै हालेन, खानै पाछैन। घाम छ त, घामै घाम पानी पर्दैन, पानी राम्रो हो। नहीं दिन हो गया, यति टिप्यौँ। चलो गाइस, पानी पनि पर्यो, बोल्दै पानी पर्यो गाइस। अब अलिअलि पर्दैछ पानी। अब चाहिँ नुहाउँछु म पानीमा, ल अब म नुहाउँछु, ल नुहाउँछु गाइस। अब चाहिँ म नुहाउँछु, आजको लागि यति मात्र। अब म फेरि अर्को दिन नयाँ भिडियो लिएर आउँछु। थ्याङ्क्स फर वाचिङ गाइस, बाई बाई। यस्तै भिडियो, साग टिपेको भिडियो। दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै। दुश्मन हेरेको हेरै, दुश्मन हेरेको हेरै।
दुश्मन हेरेको